नागरिकता पीडित सम्पूर्णलाई बधाई छ। अहिले नेपाल नागरिकता चौथो संशोधन नियमावली 2082 जारी भयो। यो नेपाल नागरिकता नियमावली 2063लाई संशोधन गर्न बनेको यो चौथो संशोधन नियमावली हो। यो नियमावलीले धेरै समस्याहरूलाई समाधान गरेको देखिन्छ। खास गरेर अहिले सम्बोधन हुन बाँकी रहेका नेपाली आमाबाट विदेशमा जन्म भई नेपालमै बसोबास गरेको त्यो बच्चाको हकमा उसले अब अङ्गीकृत नागरिकता पाउँछ। त्यसै गरी दोस्रो भनेको नेपालमा स्थायी बसोबास गरेको तर नेपाली आमा र बाबु विदेशी भएको अवस्थामा पनि त्यस्तो व्यक्तिहरूले अहिले नागरिकता पाइरहेका थिएनन्, तर अहिले अब उनीहरूले नागरिकता पाउने सहज भएको छ। त्यसै गरी जन्म आधारका नागरिकताहरू जो कि आमा अथवा बाबुमध्ये एकजनाले मात्रै जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरे, अर्को बेपत्ता भए अथवा अन्य कुनै कारणले उनको मृत्यु भयो अथवा अन्य कुनै कारणले त्यहाँ ठेगान हुन सकेन, त्यो अवस्थामा पनि उनीहरूले अहिले नागरिकता पाउने ढोका खुलेको छ। त्यसै गरी नाबालक परिचय पत्रको सम्बन्धमा पनि यो नियमावलीले व्यवस्था गरेको छ। त्यसै गरी एउटा महत्त्वपूर्ण सुधार के गरेको छ भने पितृत्व वा मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्र जारी गर्दा कार्यालयको अभिलेखमा निजको पितृत्व र मातृत्वको ठेगान नभएको भन्ने जनाई नागरिकता प्राप्त गर्ने गरेको देखिन्थ्यो। त्यतिखेर आमा अथवा बाउको ठेगान नभएको भन्ने कुरो लेखिन्थ्यो भने अहिले के छ भने त्यो कुरा लेख्न पाइँदैन, त्यहाँनिर खाली राख्नुपर्ने हुन्छ। त्यहाँनिर पहिचान नखुलेको, ठेगान हुन नसकेको भन्ने कुरो लेख्दैन। तर यदि संरक्षकले नागरिकता दिएका छन् भने संरक्षकको नाम थर ठेगाना भने त्यहाँ खुलाउनु पर्ने हुन्छ।